हेलो गाइज, हाम्रो टोली चाहिँ आज फ्री भएको बेलामा आज यसो घुमौँ भनेर यसो हिँडेको छ। अनि यहाँ चाहिँ हामी दुईजना छौँ। अनि यता चाहिँ हाम्रो विशाल सर हुनुहुन्छ। हेलो विशाल सर। हजुर हजुर। आज हामी जाने कहाँ गइन्छ? हामी धेरै टाढा गइन्न। आज नजिकै काम छ। हजुर। आज मात्र यो न्युज गर्नेको काम छ। हजुर। आज यसो उल्तिर पल्तिर डुलाउँ भनेर। अब हामी चाहिँ अब हिँड्न लाग्यो। यहाँ चाहिँ एउटा भाइ आउँदैछ, भाइलाई कुरेको। अब चाहिँ हामी ठ्याक्क सुरुमा कहाँ गइन्छ? हाम्रो सुरुमा जाने कहाँ हो? हामी फर्स्टमा हामी सेदुलिङतिर गइन्छ। अनि त्यसपछि चाहिँ बल्ल अरू ठाउँमा गइन्छ। ल गाइस, अहिले चाहिँ यो ल अब चाहिँ हामी यसो हिँड्दिन लाग्यो। त्यसपछि ओके, हाम्रो सुशील भाइ पनि यहाँ आइसकेका छन्। अब सुशील भाइ चाहिँ यता हाम्रो विशाल सरसँग बस्नुहुन्छ। ल गाइस, अब चाहिँ हामी चाहिँ लागेको। अब फेरि अहिले ओके। बाटोमा रोडमा सिलाइसकेको छ। गाउँको अफरोड चाहिँ यहाँदेखि अब सक्यो। अरू त केही भन्नु छैन। यस्तो हेरेर यस्तो साथ सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला। अरू त केही भन्न सकिनँ। त्यही हो, हेरेर यस्तो प्रतिक्रिया दिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला। ओके गाइस, हामी चाहिँ अब आइसक्यो। ओके गाइस, हामी चाहिँ अब सिलामा जानको लागि चाहिँ अब बाइक चाहिँ त्यता जान्न। अब चाहिँ हामी चाहिँ हिँड्दै गइन्छ पहिला। अनि सिला दर्शन गरिन्छ। अनि त्यसपछि आइन्छ। अनि फेरि बल्ल त्यसपछि उता झर्नातिर गइन्छ। अनि हाम्रो टोलीहरू चाहिँ यता हिँडिरहेछन्। विशाल सर, तपाईँलाई केही दुई शब्द भन्नु छ? त्यस्तो अहिले चाहिँ खासै केही छैन, यसो दर्शन गर्न आइयो। ओके गाइस, हामी चाहिँ अब पहिला सिलामा गइन्छ। अनि सिला दर्शन गरिन्छ। यो चाहिँ हामीले यसिदिएको स्कुल चाहिँ यही हो है, यसिदिमा पर्छ। अनि हामी बसेको कहाँ अरे? हामी बसेको म तपाईँलाई हामी यसिदिन आउँदा बसेको ठाउँ पनि देखाउँछु है त। हाम्रा ग्याङहरू चाहिँ कतिजना थियौँ अरे हामी यसिदिन आउँदा? 8-9जना। हामी चाहिँ 8-9जना जति थियौँ। अनि हामी बसेको चाहिँ यो है, यही घर हो यो। अनि हामी बसेको चाहिँ यो माथिको, यो माथिपट्टिको है, यो माथिपट्टिको है। यही हो है, स्कुल चाहिँ ठ्याक्कै यही हो। यही हो यो हामी यसिदिन आएको श्री शालिग्राम माध्यमिक विद्यालय है यो चाहिँ। अब हामी चाहिँ अब सिला गइन्छ। सिला गएर सिला दर्शन गरिन्छ। त्यसपछि बल्ल अन्त गरिन्छ है।
अनि गणेश सर तपाईँलाई केही भन्न छ? 2-4 शब्द राखिदिनु। 2-4 शब्द केही भन्न छ गणेश सरलाई? छैन? केही 2-4 शब्द भए पनि यस्तो भनिदिनु कि खालि लिन्ठिङ हिँडेर मात्र हुँदैन कि कसो विशाल सर? एकदम सही हो। सो हामी चाहिँ अब आइसक्यो अब शिला दर्शन गर्न चाहिँ। अब चाहिँ यहाँबाट अलिकति मात्र छ। एउटा डिस्टेन्स ओके छैन र अब ट्याक्क लाएर पहिला अब यो पुल तरिन्छ। यो पुल तरेर ट्याक्क यो पुल तरिन्छ अनि ठ्याक्क शिला चाहिँ त्यही है गाइस। फाइनली हामीले चाहिँ शिला पनि आइसक्यो। शिला चाहिँ यो हामी चाहिँ उहीँ गएर देखाउँछौँ ल तपाईँलाई। यस पहिला चाहिँ बाटो कहाँ त थियो भन्दा यो तपाईँको यो बाटो चाहिँ यो पहिला चाहिँ यता सट्टै यो खोला बाटो थियो कि यहाँ त हो उताबाट झरेर आउनु पर्यो। यो तल्लो बाटो छैन। अहिले चाहिँ तल्लो बाटो छैन, यतै माथि बाटो मात्र हो कि तल्लो बाटो छैन। यहाँ चाहिँ माथि बाटो थियो, अहिले चाहिँ खोलाले यता बाटो हो गरेको थियो कि। सो त्यही भएर अहिले चाहिँ उपल्लो बाटो छ। अनि यो खोला नि यस्तो बवाल छ कि खत्रै आउँछ यो पनि। ओके स्विमिङ चाहिँ अब सुशील सरले स्विमिङ हान्नुहुन्छ जस्तो छ क्या। अब खै के हो अब त्यहीँ गएपछि थाहा हुन्छ कि विशाल सरले हान्दिनु स्विमिङ? विशाल सरले स्योर हान्नुहुन्छ होला। हान्यो विशाल सरले स्विमिङ हान्नुहुन्छ जस्तो छ। अब चाहिँ हामी शिलाको आसपासै आइसक्यो। अरू केही छ? केही जानकारी? हाम्रो गणेश सर किन हो यस्तो नबोलिकन हिँड्ने कता हो? हामी पूजा गर्न आउँदा चाहिँ सामान लिएर जान्छ यतादेखि लिएर जान्थ्यो टक्क लगाएर। अनि हाम्रो सुशील सरलाई केही छ भन्न? केही छैन। त्यही हो हामी चाहिँ काम गर्दा थाकेर आज चाहिँ हामी हल्का रेस्ट थियौँ। अनि रेस्ट भएर चाहिँ आज चाहिँ यसो फ्रेस भइदिउँ न भनेर घुम्न आएको। हामी त्यो ठ्याक्क शिलामा आइसक्यो। अब सुरुमा चाहिँ शिला दर्शन गरिन्छ। यो चाहिँ माथिपट्टिको उसो मन्दिर हो। मेन शिला चाहिँ यता तल हो। यहाँ पनि एकदम राम्रो छ। आउनु होला दर्शन गर्न। माघे सङ्क्रान्तिमा चाहिँ एकदम राम्रो ठुलै मेला लाग्छ। अनि हामी चाहिँ फाइनली यहाँ शिलामा चाहिँ आइसक्यो। पहिला चाहिँ यो एकदम थियो कि अहिले चाहिँ सब यो गिटीहरू आएर यस्तो भएछ। सो फाइनली गाइज हामी चाहिँ शिलामा आइसक्यो। शिलामा आइसक्यो है त। म तपाईँलाई अझै नजिकै लगेर देखाउँछु ल। यहाँ चाहिँ पहिला यस्तो थिएन कि यहाँ त पुरा यो लाग्दा मेला लाग्दा यहाँ सबै बजार लाग्थ्यो। अहिले चाहिँ यस्तो भइरहेको यो ढुङ्गा आएर यस्तो बगर भइरहेको कि शिला माताले हाम्रो रक्षा गरून्। जाऊँ न यसो दर्शन गरौँ। तपाईँले पनि अब यहीँबाट हेरेर अब दर्शन गर्नु होला। अब सुरुमा चाहिँ हामी शिला दर्शन गरिन्छ। अनि त्यसपछि नमस्ते नारायण नारायण नारायण। हामी चाहिँ फाइनली शिलामा आइसक्यो। अब शिला दर्शन गरिन्छ अनि त्यसपछि गइन्छ है त। यता चाहिँ हाम्रो काली गण्डकी भयो के अरे। यहाँ चाहिँ पहिला चाहिँ हाम्रो यो यसबाट चाहिँ सर्लकै घुम्ने थियो ठाउँ। अहिले चाहिँ यो नदीले हल्का यो चाहिँ नदीले बगाइदियो। अनि यो चाहिँ अहिले चाहिँ ठाउँ छैन कि। सो यतादेखि चाहिँ यो गुरुमी हो। अनि यता चाहिँ यो शिलादेखि उता पर्छ तपाईँको सेङ्जा पर्छ। अनि यता चाहिँ तपाईँको यो चाहिँ पर्वत पर्छ। यो चाहिँ हामी चाहिँ अब यहाँ आइसकेको छौँ। यो रमाइलो छ है। आउनुपर्छ घुम्नुपर्छ है केटा हो। अरू गाईहरू चाहिँ यता छन्। खै के ल्याएको हाम्रो विशाल सरले के हेरेको विशाल सर? यस्तो कल काली गण्डकी नदी बगिरहेको छ। राम्रो छ यस्तो राम्रो छ नि भ्यू यस्तो राम्रो छ गाइस। ल है त है त हामीले अब शिला दर्शन गरिदियो। अनि यसो फोटा पनि खिच्यो। अब चाहिँ हामी यहाँदेखि निस्किन्छौँ। अब गाइस अब यहाँदेखि निस्केर अब हामी कहाँ गइन्छ? अब यहाँदेखि अब सुरुमा झरना गइन्छ। अनि मिरमिन हो हुन नि सक्छ। अब त्यो थाहा छैन अब कता गइन्छ। अब चाहिँ हामी यहाँबाट निस्किन लाग्यो ल। त्यही हो। जुन अहिले यहाँ खोला बगेछ नि यो खोलाबाट चाहिँ पहिला यो बाटो थियो कि। यो खोला चाहिँ पहिला उतापट्टि थियो। अनि यहाँबाट चाहिँ बाटो थियो कि एउटा काठको
बाँस हालेर अनि त्यहाँ बोरा हालेर बनाएको थियो यहाँ पुल अनि त्यहीबाट आइन्थ्यो। अहिले चाहिँ यहाँ सर्लकै खोला बग्दिने चाहिँ कि अनि एउटा भाइलाई चाहिँ उता छोडिदिएर आएको। भाइ चाहिँ कता गयो हामी चाहिँ त्यही भएर उसलाई भाइलाई चाहिँ खोज्दै आयौँ। दुईजना केटाहरू उता गयौँ भेटिसक्यो ल सो धन्न भाइ चाहिँ धन्न भेट्यो बाबु। त्यही भएर अब एक्लै हिँड्नुहुन्न कि हराइन्छ भाइ चाहिँ उता हराएर धन्न कताबाट केटाहरूले कता कताबाट लिएर आएछन्। बाबु तिमी चाहिँ कता गएको थियौ खासमा? म त के भन्छ अरे रेस्टरुमतिर गएको थिएँ म। रेस्टरुमतिर गरेछ बाबु चाहिँ उता हराइदिएछ। हामी चाहिँ धन्न निस्किनलाई यो हाम्रो बाइकहरू चाहिँ यता छ। हाम्रो सरले चाहिँ अब बाइक निकाल्नु आउनुभएको छ। ल यहाँदेखि चाहिँ अब निस्किन लाग्यो। अब चाहिँ हामी यहाँदेखि चाहिँ सिधै झर्नामा गइन्छ अनि त्यसपछि चाहिँ बल्ल उता बजारतिर गइन्छ फेरि अनि बल्ल त्यसपछि घरतिर गइन्छ त गाइस। ल फर्स्ट टाइम पुल पर्नु लाग्यो त्यो चाहिँ गयो। अब त्यसको चाहिँ पानी पऱ्यो म चाहिँ सक्छु कि नै है बाटो आइरहेको हाल्यो क्या हाल्नु मजा आइरहेको थियो त्यो त उहाँ पनि सक्यो पुलमा पनि हाल्यो है त। त्यस्तो डर चाहिँ केही पनि लागेको छैन मजा चाहिँ आउने थियो हल्का विशाल सर चाहिँ उहाँ पनि सक्नु पऱ्यो। दुईमा हालेर सर्व हल्का डर चाहिँ लाउने हल्का डर त्यही पनि घरलाई चाहिँ पछाडि छोडेर चाहिँ अघि बढ्नु पर्ने रहेछ यहाँको ठाउँ चाहिँ। ओ माई गॉड सो गाइस फाइनली हामी चाहिँ झर्नामा आइसक्यो है त। ओके ओ माई गॉड यहाँको झर्ना अहिले चाहिँ सानो रहेछ तर कसम बबाल छ है बबाल छ बबाल चाहिँ छिटै सो फाइनली गाइस हामी चाहिँ झर्नामा आइसक्यो तर यहाँको झर्ना यस्तो बबाल छ यस्तो बबाल छ है हाम्रो र खत्रै छ कस्तो तर यहाँको यो पानीको यहाँ उत्तर लाग्छ है कस्टम लाग्छ जाडो छ यहाँको गाइस है त। झर्ना हो झर्ना त्यहाँबाट बढी पानी परेछ हल्का धन्दै गाई तर कस्टम छ खत्रै छ यो झर्ना चाहिँ बबाल छ। फाइनल